नमस्ते सबैजना। आज चाहिँ यो हामी धुमतालमा आएको छौँ। जमसम बजारदेखि लगभग 4 किलोमिटर यता माथि डाँडापट्टि यो धुमताल भन्ने रहेछ र त्यसमा हामी आएको छौँ। यो पनि जमसम बजारकै एरिया, त्यही एरियामा पर्ने भएको कारणले गर्दाखेरि हावा चाहिँ आज पुरा यो 12 बजी हावा चल्छ भने जस्तो पुरा चलिरहेछ हावा। टिकट काटेको? ए ल, यो भित्र लेकमा जानलाई टिकट हो? ए भइसक्यो टिकट। वेलकम टु धुम्बा लेक। ए धुमताल जमसम बजारदेखि 4 पुरै चलिरहेको छ। मैले बुझ्दैन निजमा लगाउँछ है। जमसम बजारमा 12 बजी हावा छरेर भनेको त गीत सुनेको थियो, आज देखियो पनि। साँच्चै पानी चाहिँ पुरा सफा जस्तो देखिन्छ त, निलो देखिन्छ त पानी। हावा कस्तो आउँदैछ त? ए मेरो त जुत्ताको चाहिँ मेरो जुत्ताको यो खुट्टा मुनि घोडाको खुर जस्तै छ। बजारमा भनेको सुनेको थियो, हावा 12 बजी चल्छ भने, तर यहाँ आएर भोलि देखियो। वेलकम टु धुम्बा लेक, भिजिट मुस्ताङ 2022 रहेछ। दिस लेक हेज रिलिजियस सिग्निफिकेन्स विथ कुछ मोनास्ट्रीसँगको रिलेसन छ अरे यो लेकको, धार्मिक सम्बन्ध। वरिपरि लुङदरहरू जस्तो राखेको रहेछ। यता डान्स रहेछ फेरि। पुरा हरियो निलो पानी। धेरै ठुलो होइन, सानो रहेछ। यसो लेक भने जस्तो चाहिँ रहेछ, त्यस्तो धेरै खासै वाउ चाहिँ होइन। के भयो हेरिसकेको हो तँ चाहिँ? लु जाउँ, के गर्ने अब? पल्लोपट्टि जाने उतै? कहाँ? ए लु जा छोरी, लु जा। पक्र नि लाई, पक्र न पक्र।
निक्ल्यौ निक्ल्यौ कति जाने यहाँ जाने रे वेट गरिरहेको हो अनि किन वेट गर्नु पर्यो अन्त उनीहरू पसिरहेको छ म यो बाल्दा उयो पनि उडाउँदो रहेछ ढुङ्गा उडाउँदो बिचमा त्यसको आँखा पर्दैछ तुलसी सानो उयो सानो के अरे आइल्यान्ड जस्तो यताबाट हेर्दा नि यताबाट हेर्दा चाहिँ आइल्यान्ड जस्तो उता चाहिँ बाटो पुरै लु जा निस्मा लु आर्यन जा फोटो खिच्दिउँ कान्छी खासै छैन नि लेक वाउ भन्ने खालको छैन यति हिँडेर जानुपर्छ लेक यस्तै हो अझ फोहोर पनि चाहियो भन्दा तर पानी चाहिँ मजाको कलर है हरियो सक्यो यो ढुङ्गा लेकको के अरे भिजिट ढुङ्गा लेकको भ्रमण यति नै अब सबैलाई थ्याङ्क यू